क्विज कम्पिटिसनमा सहभागी क्लासका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत छ। त्यसैगरी अब आजको हाम्रो डिजिटल क्विज सुरुवात गर्न लागिरहेका छौँ। यहाँ नम्बरहरू लेखिएका छन्, तपाईहरुले नम्बर चुज गर्नुपर्ने छ। नम्बर चुज गरिसकेपछि मात्र यो नेपालमा कसको यो ग्रुप के रे कोशीको पालो ल वेस्टर्न ग्रुप नेपाल हो 7 ल। क्वेशन कम्प्युटर रिलेटेड छ, कम्प्युटरसँग सम्बन्धित क्वेशन छ। तपाईहरुलाई यहाँ फुल फर्म अफ सीपीयू को पूरा रूप व्हाट इज सीपीयू को पूरा रूप ल। यहाँ अप्सन आउनेछ, अप्सन चुज गर्नुपर्ने छ है। ल समय सुरु 1 योभन्दा अगाडि तपाईले धन्यवाद। पालो कसको पालो आयो? नारायणीको पालो। नारायणी क्वेशन रोके पालो नारायणी 6 क्वेशन 6 क्वेशन रहेको छ यस प्रकार Where is the Rara Lake? Where is the Rara Lake? ल अप्सन समय सुरु मुगु भन्ना पनि नम्बर भन्नु होला है। 1 आन्सर नम्बर 1 मा मुगु रहेको छ। ल कम्प्युटर त्यसपछि क्वेशन गर्ने पालो कर्णालीको। रोज्नुस् आफ्नो क्वेशन नम्बर 8 नम्बर 5 ल क्वेशन चाहिँ यस प्रकार कम्प्युटरमा इमेज ल्याउनका लागि कुन ट्याब की प्रयोग गरिन्छ? चुज ल यस समय सुरु नम्बर 2 कम्प्युटर गुरु लाइदिनुस् लक लाइदिनु है। कोशी नारायणी र कर्णालीले एक नम्बर ल्याउन सफल हुनुभएको छ। त्यसैगरी अब पालो क्वेशन इसको सिलेक्सन गर्ने पालो गण्डकीको। क्वेशन नम्बर 3 ओके क्वेशन नम्बर 3 यस प्रकार रहेको छ माइक्रोसफ्ट अफिस वर्ड मा पेज भनिन्छ भने माइक्रोसफ्ट अफिस पावर पोइन्ट मा के भन्छ? चुज समय सुरु अब आन्सर नम्बर 3 उहाँले चुज गर्नु भएको छ। कम्प्युटर गुरु लक लगाइदिनुस्। अहिलेसम्म सबै टिमले एक नम्बर आफ्नो क्वेशन भन्न सफल हुनुभएको छ। त्यसैगरी लास्ट तिलाको पालो छ। ओस्ट्रेक ल क्वेशन गर्ने पालो 1 गइसकेछ त ए हो ल क्वेशन नम्बर 1 अब क्वेशन गर्नुस्
Question number two. Okay. Question number two is this प्रकार रहेको छ question. Where is the Teva Lake? Where is the Teva Lake? Teva Lake कहाँ पर्छ भने Teva ताल कहाँ पर्छ है? ल. Okay, start now. Okay. One. Right. सबै टिमले आफ्नो स्थान कायम गर्न सफल हुनुभएको छ, जसले कि एन्सर दिएर आफ्नो नम्बर खाता खोल्न सफल हुनुभएको छ। अब यसरी नै हामी दोस्रो राउन्डमा जान्छौँ। यो पहिलो राउन्डको 5 वटा क्वेशन समाप्त भएको छ र हामी अब दोस्रो राउन्डमा जान्छौँ है। ल, दोस्रो राउन्डको पहिलो क्वेशन चुज गर्ने नंबर 4. ओके, नंबर 4. The computer group number 4. ओके, क्वेशन इस प्रकार रहेको। ओके, which is the national flower of Nepal? Which is the national flower of Nepal? नेपाल को राष्ट्रिय फूल कुन हो? ओके, समय सुरु। Number 3. Right. Yes, that's right. La. Question करने वालों कौन की? नारायणी. La. Question number 8. La. ओके, क्वेशन इस प्रकार रहेको छ। help us to hear. help us to hear. Question answer. Okay, start now. 8 answer 4. From यसपछि पालो कर्णाली। Number 2. Okay, computer group, check the answer. Correct. Very easy. Here हमने सुनने के लिए और ले बुक ले सुनने। अच्छी। 9. ल, कर्णालीले फेरि कर्णालीकै पालो क्वेशन चुज गर्ने पनि र फेरि कर्णालीको। ओके, क्वेशन, how many generation of computer? How many generation of computer? कंप्युटर को पुस्ता कति छन्, कति प्रकारका छन्? ल, okay, start now. Choose answer. Correct. Yes. 1.1. Computer group, start now. Correct. Okay. Paalo tila. Wonderful. 10. Last question 10. Okay. Okay. Question. First Nepali scientist. First
नेपाली साइन्टिस्ट, नेपालको पहिलो वैज्ञानिक। Start now, choose answer. Start. Computer group. Sorry. धन्यवाद। ल फर्स्ट सेकेन्ड नामको क्वेशन समाप्त भएको छ। क्वेशन नम्बर 6 स्टार्ट नाउ। How many divided the text alignment? Right. 2 number, okay? Next. Proceed. Okay. Proceed to follow. One. Okay, computer group. One. Yes, Pachi. Narani. Okay. 3 number. Computer group. Okay, start now. Answer. Wrong. Is it last? Finally. Oh. Thank you very much. All participate student class 4. एकदमै राम्रो सहभागिता जनाएर आजको डिजिटल क्विजमा पार्टिसिपेट हुनुभएकोमा धेरै धेरै धन्यवाद। अनि तपाईहरुले बुक रिलेटेड पढेर आउनु होला। मोरल साइन्स जीके है भने को कर्णालीले सबैभन्दा हाई स्कोर 4 नम्बर ल्याउन सफल भएकोमा थ्यांक यू भेरी मच। नेक्स्ट गण्डकी यान कोशी इक्वल नम्बर 2 नम्बर इक्वल नम्बर 2 बराबर ल्याउन सफल हुनुभएको छ। उहाँलाई पनि क्ल्यापिङ थ्यांक यू भेरी मच। त्यसैगरी तिलाले 1 नम्बर ल्याउन सफल हुनुभएको छ। तिला एन्ड नारायण ओके इक्वल नम्बर 1 नाउ। थ्यांक यू सो मच। Okay, all participants, thank you so much. Thank you. Okay.